Alright guys, good afternoon. अहिले चाहिँ ठ्याक्कै 12:30 भयो अनि म चाहिँ आज रुमबाट खाना बनाएर चाहिँ यहाँ बाहिर पार्कमा आएर चाहिँ खाइरहेको छु। एक मजाको आनन्द आइरहेछ। हुनु त मौसम एकदम चिसो छ, हावा चलिरहेछ, तैपनि मजाले है कस्तो आउटसाइड एरियामा चाहिँ बसेर खानलाई क्या दामीको अलगै फिल भइरहेछ क्या। सो आज चाहिँ मैले चाहिँ यो खानेकुराहरू चाहिँ खानेकुरामा चाहिँ दाल अनि यता तरकारी छ। यो चाहिँ एक्चुअली मैले बनाउन चाहेको चाहिँ जस्तो के भन्छ नि बेसन चिला के भन्छ नि त्यस्तो रोटी टाइप बनाउन खोजेको थिएँ, तर त्यो भएन, पकाउन जानिनँ या के भएन। अनि त्यसपछि मैले यो ढिँडो टाइपको बनाइदिएँ के, त्यसलाई चाहिँ पकाउन नसके। सो चिला हो के भन्छन् सायद, चिला त्यो बनाउन खोजेको थिएँ तर त्यो भएन, त्यो चिला भएन, यो चिला होइन चेलो नै भयो क्या यो त। सो एकदम मजाको क्या, कस्तो कि एउटा पिकनिक जस्तो भाइब आइरहेछ क्या। मजाले घाम लागेको छ होइन, खुल्ला एरिया छ, मजाले चराचुरुङ्गीको साउन्ड, नेचर साउन्डसँगै बसेर। फेरि कोरियामा एउटा राम्रो कुरा के छ भने कोरियामा चाहिँ यस्तो पार्कहरूमा चाहिँ धेरै जसो पार्कहरू कुनै त अब त्यस्तो सायद खान र त्यस्तो ड्रिङ्किङ गर्न भनौँ न अलाउ नहुने पार्क थोरै हुन्छन् कि, त्यस्तो खासै हुँदैनन्। कुनै प्राइभेट पार्क होला त्यो अलग कुरो हो, तर अब यो पब्लिक पार्कहरूमा चाहिँ अब एल्कोहलको कुरा बेग्लै हो होइन। धेरै जसोमा त अब एल्कोहल ड्रिङ्किङ गर्न मिल्छ, तर फुड र यस्तो अब नर्मली कुराहरू खाने चाहिँ त्यस्तो अवरोध गर्ने चाहिँ सायद मेरो हिसाबमा सायद कुनै त्यस्तो पार्क छैनन् होला। तर अब त्यो फोहोर गरेको भनौँ न, त्यो युज गरेको कुराहरूले चाहिँ आफैले मजाले अब डस्टबिन राखेको हुन्छ, अब त्यो चाहिँ गरिदिनु पर्ने हुन्छ। तर होइन अब त्यो खानै नमिल्ने भन्ने चाहिँ एकदमै धेरै थोरै हुन्छ क्या। सो हुनु त अब कोरिया पनि ठुल्ठुलो ग्रुपहरू मिलेर स्टुडेन्टहरूले, हामीले इपिएस वर्करहरूले पनि धेरै जसो ठाउँ मैले देखेको छु ग्रुपहरू राम्रो मिल्यो भने त जस्तो महिनामा 1-2 चोटि उनीहरूले चाहिँ घरमै बनाएर मजाले पिकनिक टाइपको गर्छन्। त्यस्तो धेरै देखेको छ हामीले। तर नर्मली अब मैले त त्यस्तो गर्न पाएको छैन, पहिलाको कम्पनीमा पनि त्यस्तो भएन, अहिलेसम्म 6-7 वर्ष भइसक्यो कोरियाको, त्यस्तो फिल गरिरहेको छैन। तर एकदम बवालै हुन्छ यो, जस्तो घरबाटै बनाएर ल्याए पनि जस्तो पिकनिक एक्ज्याक्टली पिकनिक पोस्ट अब त्यो ठाउँमा चाहिँ बनाएर खानु त त्यो बेग्लै कुराहरू भयो अब मिलेर। तर अब त्यो पोसिबल भएन भने चाहिँ अब घरबाटै बनाएर पनि जस्तो अब मैले ल्याएको छु यहाँ यसरी पनि अब खाने हो भने एक्ज्याक्टली त्यस्तो पिकनिक जस्तो फिल नभए पनि एउटा नेचरसँगै खानुको, बाहिर बसेर मजाले होइन भनौँ न एक खुल्ला एरियामा चाहिँ खानुको आनन्द चाहिँ बेग्लै आउँछ। मैले चाहिँ अब त्यसको चाहिँ आज फर्स्ट टाइम ट्राई गरेँ। अरूलाई देखिरहेको हुन्थ्यो जस्तो सानो कुरा चटपटेहरू अब यस्तो फ्रुटहरू काटेर बाहिर बसेर मजाले इन्जोय गरेर खाएको चाहिँ देखेको थिएँ। अब पर्सनली मैले चाहिँ त्यस्तो ट्राई नगरे भएर चाहिँ आज फर्स्ट टाइम मैले भने कति अब रुममै बसेर होइन अब रुमभित्रै खाने या भनौँ न त्यहीँ फुडलाई इन्जोय गर्ने। तर मैले अब बाहिर बसेर पनि त्यो ट्राई गर्नु पऱ्यो भने चाहिँ मैले पनि ट्राई गरेको, एकदम मजा आइरहेछ। तर मैले बनाउनु खोजेको चाहिँ खास त्यो बेसन त्यो मुङको रोटी चिला भन्छन् के भन्छ सायद, त्यस्तो बनाउनु खोजेको चनाहरू मिक्स गरेर, त्यो भएन, त्यसको नामै बेग्लै गर्नु पऱ्यो। अब यसको नाम चाहिँ मुङ चना ढिँडो भयो क्या। सो यो चाहिँ नयाँ टाइपको ढिँडो भएछ। सो बनाउनु सकिनँ मैले। त्यसको तरकारी छ, हरियो तरकारी अनि दाल ल्याएर मजाले बसेर खाइरहेको छु। एकदम आनन्द आइरहेछ। तैपनि अब जति आनन्द आए पनि चिसो चाहिँ लागिहाल्छ फेरि है। एउटा के भन्थ्यो मर्दको दर्द नै होता लेकिन ठन्ड लाग्ती होइन भनेर भन्थ्यो एउटा कुन हिन्दी कमेडीमा, त्यस्तै भइरहेछ कि ठन्ड चाहिँ अलिकति चिसो चाहिँ लागिरहेछ। तर अब जसो फिल चाहिँ एकदम राम्रो भइरहेछ कि भाइ चाहिँ बवाल गएर छ, पानी छ यहाँ अनि दाल छ, दाल पनि चिसो भइसक्यो अब यस्तो हावा लागिरहेछ। तर मजाले अब यता ब्याकग्राउन्ड हेर्नु न कस्तो दामी छ नि, यहाँ बसेर चाहिँ खाइरहेको छु म। यो चाहिँ अब यहाँ बस्ने एरिया हो पार्कको चाहिँ, मजाले अब यतापट्टि खोला छ, यो चाहिँ सानो वाकिङ गर्ने एरिया हो होइन, हिँड्ने साइक्लिङ गर्ने। पर अब गाडीहरू छ, यता खेतहरू छ मजाले। एकदम मौसम चिसो भएको थोरै बादल चाहिँ लागेको छ, तर त्यति एकदमै चिसो पनि छैन, एकदम कुल छ यस्तो ठाउँमा बसेर खा। सो यदि हजुरहरूको कम्पनीमा अब 5-6 जना हुनुहुन्छ भने यस्तो भाइहरू अब ग्रुपमा चाहिँ जान मिल्छ।
भने चाहिँ यसो गर्नु सक्नुहुन्छ महिनामा एकचोटि दुईचोटि होइन जतिचोटि गरे नि एकदम मजाको भाइब आउँछ मजाले खानाहरू फ्रुटहरू स्यालेडहरू चटपटे अब जे पनि तपाईँलाई बनाउनु मन छ खान मन छ बनाएर यसरी बाहिर बसेर खायो भने वाउ एउटा भनौँ साथीहरूसँग मिलेर बाहिर खानुको अलगै मजा आउँछ क्या प्लस अब नेचरसँग फ्रेस एयर होइन मजाले कुराकानी गर्दै अब गीत सित सुन्दै होइन आफ्नो कुराहरू साट्दै बवाल मजा आउँदो रहेछ तर अब मैले त अब त्यस्तो खासै साथीहरू छैनन् अब त्यही भएर मैले अब एक्लै गरिरहेको छु अब यसपछिको चाहिँ साथीहरूसँग ट्राई गर्नु पर्ला मजा आउँछ भने होइन आज चाहिँ एकदमै राम्रो लाग्यो मैले चाहिँ अब यहाँ चाहिँ अझै यसमा साथीहरू भएको भए चाहिँ बवाल मजा आउँथ्यो सो ट्राई गर्नु होला हजुरहरू पनि है त कहिले सो राइट आई जस्ट फिनिस आउटसाइड एरियाको लन्च घरबाटै बनाएको पिकनिक त होइन चिसो एकदमै त्यति एकदमै त थिएन तर अब अलिकति हावा चलिरहेको हुन्छ अब चिसो मौसम पनि भयो नि त त्यही भएर चिसो चाहिँ भइरहेछ बट एरिया चाहिँ एकदम राम्रो भएर जस बाहिरको इन्भाइरोमेन्टमा खान चाहिँ मजा आयो देख्न सक्नुहुन्छ यस्तो ठाउँ छ अब अहिले चाहिँ बोट बिरुवाहरू चाहिँ पुरै सुक्खा भइसके अब यो सिजन भनेकै अब पातहरू झरिसक्यो अब हिउँ पर्ने सिजन हो अब 1-2 हप्तामा चाहिँ हिउँ पर्छ सो तैपनि बाहिर बसेर खानुको मजा चाहिँ बेग्लै आयो है मैले फर्स्ट टाइम ट्राई गरेको हजुरहरू अब क्याम्पिङ यताउति बाहिर यसरी बनाएर साथीहरूसँग बसेर पार्कहरूमा इन्जोय गर्न सक्नुहुन्छ है त एकदम रमाइलो भाइब आउँछ थ्याङ्क यू सो मच फर वाचिङ दिस किप वाचिङ एन्ड सब्सक्राइब गर्नु भएको छैन भने प्लिज डु सब्सक्राइब है त थ्याङ्क यू सो मच वाउ क्या ब्युटिफुल सिन अनि क्या ब्युटिफुल मौसम है त यसमा अलराइट हेल्थ इज वेल्थ भन्ने मूल नाराका साथ आज पनि म ट्याक्क खाना खाएर यहाँ हल्का स्लो वाकिङमा छु सो फिट रहन स्वस्थ रहन मान्छेले कमसेकम दिनमा चाहिँ लगभग 30-35 मिनटको वाक गर्नुपर्ने हुन्छ त्यो जुन सबैले यो चाहिँ अब स्वस्थ हुने नहुने भन्ने भन्दा पनि यो नर्मली यतिको चाहिँ सबैलाई चाहिँ आवश्यक हुन्छ खाना खाइसकेपछि या भनौँ न नर्मली कुनै पनि टाइममा जुन तपाईँ फ्री हुनुहुन्छ सो त्यसले गर्दा चाहिँ एउटा माइन्ड रिफ्रेस पनि हुन्छ प्लस तपाईँलाई चाहिँ यदि 30-35 मिनट तपाईँले हिँड्नुभयो भने अब यो धेरै कुरा जस्तो ब्लड सुगरहरूदेखि लिएर कोलेस्ट्रोल अब थाइरोइड यस्ता समस्याहरूबाट बिस्तारै त्यो पनि बढ्न दिँदैन त्यो रेड्युस हुन्छ सो तपाईँलाई पनि एकदम फ्रेस हुन्छ अनि बाहिरको होइन इन्भाइरोमेन्ट यताउतिहरू इन्जोय गर्न सकिन्छ है त हिँड्ने गर्नुहोस् तपाईँहरू पनि मजाले स्वस्थ हुनुहोस् व्यस्त हुनुहोस् अलराइट गाइज यहाँ देख्न सक्नुहुन्छ लगभग यो चाहिँ ठ्याक्क खोलापारी बनाएको चाहिँ गल्फ खेल्ने पार्क हो सो त्यसमा चाहिँ हेर्नुहुन्छ भने नर्मली मान्छेहरू लगभग जो पनि खेलिरहेछन् त्यहाँ लगभग 60-65 प्लस का मान्छेहरू छन् क्या त्यहाँ देख्न सक्नुहुन्छ यता एकजना खेलिरहेछन् उहाँ भयो अनि 3 जना यहाँ चाहिँ गइरहेछन् उता पनि छन् सो मान्छेलाई हेल्दी हुन एक्सर्साइज गर्न एजले रोक्दैन जस्ट इच्छा हुनु पर्यो होइन मजाले त्यो कुरालाई चाहिँ गर्न सकिन्छ भनेर चाहिँ यहाँ इक्जाम्पल छ त्यसमा मोस्टली भनेको लगभग 60-70 प्लसका मान्छेहरू छन् आमाहरू बुवाहरू अनि उहाँहरूले चाहिँ गल्फ खेलिरहेछन् भने हामीहरू चाहिँ एक्सक्युज दिइरहेको हुन्छौँ होइन चिसो भयो यस्तो भयो उस्तो भयो एक्सर्साइज गर्न यो गर्यो सो आजैबाट चाहिँ एक्सर्साइज गर्नुहोस् हेल्दी हुनुहोस् है त जागरुक हुनुहोस् एक्सर्साइजतिर मजाले एक्सर्साइज गर्नुहोस् आफूलाई फिट राख्नुहोस्